सबै तयारी हुन्छ, अब सबै तयारी हुन्छ। म हिजोसम्म पनि थिइनँ, आज आएँ। अब हामी सबैजना, म सम्पूर्ण सुकुम्बासीहरू होइन, ट्रेड युनियनहरूदेखि लिएर जम्मैलाई के भन्छु भने आउनुहोस्, राष्ट्रवादी शक्तिहरू एक हौँ, सल्लाह गरौँ, यो व्यवस्था फ्याँकौँ। यो व्यवस्थामा हाम्रो उपाय छैन, यो व्यवस्थामा हाम्रो उपाय छैन। उसको त साह्रै राम्रो तयारी हुन्छ, मान्छेलाई चाहिँ गरी उचाल्ने, कसरी उचाल्ने भन्ने तयारी एउटा, अनि उचालेर सडकमा ल्याइसकेपछि आन्दोलन हुन्छ। आन्दोलन भएपछि ऊ चाहिँ कसरी भाग्ने, अब पुलिसको हातबाट चाहिँ कसरी फुत्किने भन्ने उसको छुट्टै तयारी हुन्छ। फुत्केर मात्रै भएन, कुन ठाउँमा गएर चाहिँ लुक्ने भनेर पहिल्यै तयारी हुन्छ। अनि लुकिसकेपछि नि फेरि त्यहाँ बसेर खुजुक्क यसै गरी मान्छेलाई उचाल्न चाहिँ कसरी सकिन्छ भन्ने अर्को तयारी हुन्छ। यसका त तयारी नै तयारी हुन्छ नि, जम्मै मान्छेलाई उचाल्ने, भड्काउने, अनि ऊ चाहिँ त्यस्तो तयारी गरेर बस्छ। कस्तो लाज बचेको नकाचर हौ, थ्याट। लाज पनि लजाउने बेला भइसक्यो, कति बलेको पेर 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 गरेर है। यसको त काम धन्दा त्यो ब्याङ्कको गभर्नर 1 घन्टाको लागि चाहिँ यसलाई बनाइदिनु पर्ने भयो, अनि 1 घन्टामा फालाफुल आफ्नो लोन क्लियर के गर्छ, अनि मात्र ठिक होला जस्तो छ। नत्र त यो बजियावानलाई जे गरे नि हुँदैन, साला भोचडीकै।